यो नयाँ सामान हो तपाईहरुको प्रुफको लागि म यसलाई फुटाएर देखाउँछु कति सजिलो छ तपाईहरुले चाँदी भित्र लगाएको सामान लाउनु पर्दैन हेर्नुस् ल यसलाई म फुटाइदिन्छु र थोरै पैसा छ भने पनि तपाईले 25-26 हजार बनाउन सक्नुहुन्छ नौगेडी त्यो पनि नौगेडी बनाउन सक्नुहुन्छ पातलो वेटमा यो नौगेडी हो जम्मा 26 हजार मा तयार गरेको थियो मैले नयाँ एउटा फुटाएर देखाइदिन्छु उहाँहरुलाई भनेर मैले फुटाएर गरेको छु त्यसरी पहेँलो झरझराउँदो सुनलाई हेर्नुस् यस्तो राम्रो सुन निकाल्न मिल्छ तपाईले झोक्न पनि मिल्छ बिलमा लेखेको छ कि छैन भने चेक गर्न मिल्छ फुटाउने ल हेर्नुस् ल यो फुट्यो ल हेर्नुस् यसलाई हेर्नुस् यो फुट्यो यो तपाईको आफैले सुन निकाल्न मिल्छ हेर्नुस् ल तपाईहरु चाँदी भित्र राखेको सामान नलाउनुस् यसरी फुटाएर बेच्नु मिल्दैन चाँदीको सामान यो यसरी ला निकालेर सुन मात्रै निकालेर यसरी चेक गर्न सक्नुहुन्छ सुन फक्लो आउँछ ल हेर्नुस् ला भित्र जसरी राखेको हुन्छ ला निकालेर सुन जोखेर हेर्न मिल्छ तपाईले चाँदी भित्र राखेको सामान यसरी फुटाएर हेर्न मिल्छ मिल्दैन त्यो तपाईले त्यो भित्र देखाउनु सेतो देख्नुहुन्छ न गाल्न मिल्छ न के गर्न मिल्छ यो हाम्रो सामान चाहिँ के भन्दा फुटाएर ला निकालेर यसरी मजाले ला निकालेर सुन यसरी निकालेर तपाईले जोख्न सक्नुहुन्छ गर्नुहुन्छ त्यो सामान तपाईले त्यसो गर्न मिल्दैन किनकि त्यो तपाईको चाँदी हुन्छ नजोख्दाखेरि थाहा हुन्छ तपाईलाई भोलि रिफाइन गर्दाखेरि सुन कति आउँछ त्यो थाहा नै हुँदैन त्यही भएर यस्तो फेक कामहरुमा नफस्नुस् नेचुरल बिल बनाएर हामीले सुन मात्रै भनेर बेच्छौं हो यो सामानमा विश्वास गर्नुस् र यस्तो सामान तपाईलाई हामीले राम्रो तरिकाले बेच्छौं है तपाईहरुलाई म अर्को पनि फुटाएर देखाइदिन्छु मजाले यसरी फुटाएर तपाईको मैले नयाँ सामान तपाईहरुको लागि एउटा भिडियो बनाउनको लागि एउटा नयाँ नौगेडी मैले फुटाएर तपाईहरुलाई देखाइराछु ल हेर्नुस् ल हेर्नुस् मजाले फुटाएर मजाले यसको स्ट्रिप भित्र ला हुन्छ हेर्नुस् ला हुन्छ ल हेर्नुस् यो भित्र ला हुन्छ यसरी ला हुन्छ यो लालाई हामीले झिक्न सकिन्छ मजाले देख्नु नि तपाईले म दुईटा फुटाएर देखाइसकेँ म अहिले हजुरहरुलाई है तपाईको किन भन्दाखेरि तपाईले सुन मजाले निकाल्न सक्नुहुन्छ आफैले कोट्याएर निकाल्न सक्नुहुन्छ ला छुटिसक्यो तपाईको सुन मात्रै मेरो हातमा छ ल हेर्नुस् देख्नुभयो नि यसरी निकालेर लगाएर आफैले वेट जोख्न मिल्छ सुन मात्रै निक्ल्यो ल हेर्नुस् यसरी सुन निक्लिन्छ यो तपाईको ला भयो यसरी ला निक्लिन्छ छुट्टै यसरी ला निक्लिन्छ सुन निक्लिन्छ ल हेर्नुस् यसरी निक्लिन्छ तपाईको नौगेडीमा मैले दुईटा गेडी फुटाइदिएको तपाईहरुको लागि भनेर ल हेर्नुस् बुझ्नुस् किनकि थाहा हुनुपर्छ यसरी फुटाएर ला निकाल्न मिल्छ राम्रो सुनमा यसरी पहेँलो झरझराउँदो सुनलाई हेर्नुस् यस्तो राम्रो सुन निकाल्न मिल्छ तपाईले झोक्न पनि मिल्छ बिलमा लेखेको छ कि छैन भने चेक गर्न मिल्छ यति विश्वास दिलाउने काम हुँदा तपाईहरु त्यो चाँदीमा राखेको सुन भनेर भन्दा त्यो किन किन्नुहुन्छ त्यस्तो काम नगर्नुस् तपाईहरुले तर यस्तो काममा चाहिँ विश्वास गर्नुस् ल हेर्नुस् यति राम्रो देख्नुभयो नि यसरी निकाल्न मिल्छ तपाईलाई चाहिन्छ भने अर्डर गर्न सक्नुहुन्छ अल ओभर डेलिभरी पनि हुन्छ मन्थली वरि पनि हुनुहुन्छ भने सुबिना सुनचाँदी पसलमा आएर लिन सक्नुहुन्छ है त्यस्तो राम्रो नौगेडीलाई हेर्नुस् मैले फुटाएर पनि देखाएँ तपाईलाई सुन एकतिर ला एकतिर बनाएर देखाएँ ला भरेको हुन्छ पातलो हुन्छ र राम्रो सुन 24 क्यारेट सुन हुन्छ तपाईको बिल समेत बनेर हजुरले पाउन सक्नुहुन्छ है त ल यस्तो दामी ल हेर्नुस्